सबैजनालाई है अहिले एकदम इसन भाइको चाहिँ एकदम चर्चित भइरहेको छ उहाँलाई है उहाँको परिवारमा एकदम शोकित भइरहेको छ। अनि हाम्रो अनित दाजुले है यो कुरा सुन्नुपर्ने हेर्नुपर्ने अलिकति उहाँलाई गएर है अलिकति परिवारमा गएर अहिले निजी खोजी गरिदिनु पर्ने हो। राजु विष्टजी अस्ति आउनुभयो है, राजु विष्टजीलाई धन्यवाद चढाउन चाहन्छु है। एउटा सानो बालकको परिवारमा के बितिरहेको छ मलाई एकदम यसो हेर्छु फेसबुकमा इसान गुरुकै आउँछ भिडियोहरू है, मलाई एकदम दुःख लागिरहेको छ। नानीको लागि मैले प्रार्थना गरिदिने छु है, अनि प्रार्थना गरिदिई नै रहेको छु। अनि है यो चाहिँ गोर्खा समाज सबैलाई यो भिडियो चाहिँ पुगेको होस्, तपाईँले सेयर गरिदिनुहोस् है। नानी जहाँ कहाँ पनि छ एकदम सठिक एउटा असल एउटा प्रकारमा उहाँ सुरक्षित भएको होस् भन्ने म चाहन्छु है। उहाँको आमा बाबालाई है भिडियोमा देख्दा एकदम आमा दुखित भएको गर्दा मेरो हृदय एउटा एकदम विचलित एकदम भइरहेको छ म एउटा छोरा भएको कारणले गर्दा है। अनि यो भिडियो जतिसक्दो तपाईँले सेयर गरिदिनुहोस्। अनि हाम्रो जति पनि ठुलो नेताहरू हुनुहुन्छ, एउटा म पनि एउटा गुरुजी एउटा सिनियर ड्राइभर भएको कारणले गर्दा तपाईँलाई मैले यो निवेदन मैले टक्राएको छु है। तपाईँले यो सुनिदिनुहोस्। अनि दाजु तपाईँले है उहाँको परिवारमा गएर अलिकति तपाईँले एउटा सान्त्वना दिने एउटा काम गरिदिनुहोस् भनी तपाईँलाई म एउटा है छोटो विशाल भाइबाट चाहिँ नम्र निवेदन तपाईँलाई म टक्राछु। धन्यवाद। इसान गुरुङ एकदम सही सुरक्षित भएको होस् र उहाँ घर फर्किनुमा एउटा सुरक्षा भएको होस् भने म निवेदन टक्राउँछु। आमेन।